खाना पनि पुग्यो फाइनली। भोक पनि असाध्यै लागेको थियो है एकदमै। नमस्ते साथीहरू, स्वागत छ मेरो युट्युब ब्लगमा। म चाहिँ यहाँ अहिले चाहिँ बौनिया बोर्दोगोरिया गाउँपालिका अन्तर्गत यो भट्टा जाने बाटो रहेको छ, देख्न सक्नुहुन्छ। यस्तो छ यहाँको दृश्य। यो चाहिँ भट्टा जाने बाटोमा चाहिँ खाल्डाखुल्डी एकदम खाल्डाखुल्डी गरेको थियो, त्यसले चाहिँ अलिअलि गराबी गरेर मिलाइरहेको छ, देख्न सक्नुहुन्छ। यहाँसम्म चाहिँ काम छ, देख्न सक्नुहुन्छ। यस्तो छ। उता चाहिँ त्योभन्दा अगाडि अब काम गर्नु बाँकी छ, देख्न सक्नुहुन्छ। गाडी चाहिँ उता यस्तै छ साथीहरू। आज चाहिँ घाम पनि असाध्यै छ है, एकदमै घाम लागिसकेको अवस्था छ। त्यो देख्नुहोस् यहाँको हराभरा दृश्य। गाउँ पनि अब लगभग पाकिसक्यो, देख्न सक्नुहुन्छ। यस्तो छ अवस्था हो। आज चाहिँ भोक पनि असाध्यै लागेको छ। अब हाम्रो चाहिँ बिहान 7 बजी आयो। अहिले चाहिँ घडीमा हजुरको 4 बजेर 15 मिनट 4 बजेर 21 मिनट भइसक्यो रहेछ। अरे केहरू लास्ट आइसकेको छ। अब केटाहरू उता खोला गएछन्, त्यही भएर टिपरहरू आइरहेछ। यस्तो छ आइरहेछ, केटाहरू खाल्छन्। अब यस्तै हो, जस काम भइरहेछ। साथीहरू अहिले चाहिँ म भित्र छु, देख्न सक्नुहुन्छ। यस्तो छ क्याबिनमा दृश्य। चारैतिर पर्दा लगाएको छु नहोस् भनेर, देख्न सक्नुहुन्छ। यस्तो छ अवस्था। पहिलो साथीहरू टिप्पर आइसक्यो, देख्न सक्नुहुन्छ। अब उसले चाहिँ फाल्छ है। टिप्पर यता पुगिसकेको छ, उसले फाल्छ। असाध्यै लागेको थियो है। हो यो चाउमिन चाहिँ आज खाना यही हो साथीहरू। लाइभ यस्तो छ हेर्नु। थ्याङ्क यू साथीहरू, हजुरहरूलाई यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद छ। यस्तै छ लाइफ, के गर्ने साथीहरू, काम पनि गर्नु पर्यो। यदि भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। मतलब यस्तै हेभी इक्विपमेन्ट रोड सम्बन्धी भिडियो मनपर्छ भने लाइक गरिदिनुहोस् र कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट छोडिदिनु होला। म चाहिँ यता कैलाली बोर्दोगोरिया अन्तर्गत भट्टामा छु है, भट्टा जाने बाटोमा छु गाइस। ल त।